यो कहानीको सुरुवात हुन्छ एकदमै मेहनती केटीबाट। उनी हुन् श्रुति र उनलाई राति राति भोक लागेको भएर उनले गजबको पिरो र अन्डा देखाउन थाल्छिन्। उनी चाहिँ एउटा पनि अल्छी नगरिकन आफ्नो भोक मेटाउनका लागि बनाउन स्टार्ट गर्छिन् र उनले हाल्छिन् पानी। त्यसपछि उनी पानी तातेपछि हाल्न थाल्छिन् चौचौ र उनी एकदमै कन्जुस पनि हुन्छन् है। त्यही भएर उनले एउटा पनि नछुट्याइकन सबै चौचौ पानीमा मिक्स गरिदिन्छन् र उनीसँग हुन्छ यो सुनको चम्मच। त्यसपछि उनले त्यो चम्मचले मजाले चलाउँछिन् र बिचरा उनको फोनको ब्याट्री डाउन हुन्छ र उनी चार्ज गर्दै काम गर्छिन्। त्यसपछि उनलाई चाहिँ धेरै पाकेको मन नपरेको भएर यतिको भइसकेपछि झिक्छिन् र टोकरीमा खनाइदिन्छन्। त्यसपछि यता बनाउन थाल्छिन् अम्लेट र उनले अम्लेट बनाइसकेपछि दुईजनालाई नै मिक्स गरिहाल्छिन्। अनि तातो तातो बाफाइरहेको छ। अनि त्यसपछि उनले मजाले सुनको चम्मचले मिक्स गरिसकेपछि यति धेरै खुर्सानी राखेर हामीलाई देखाउँछिन्। त्यसपछि उनी खान्छन् पानी र लाग्छन् स्टार्ट गर्न खानातिर। त्यसपछि उनले यसरी ऱ्याप गरेर मजाले एक बाइट खान्छन् र एकैछिनमा पुरै भाँडा भ्याउँछिन्। थ्याङ्क्स फर वाचिङ। भेटौँला अर्को